वेलकम ब्याक टु न्यू ब्लग। त्यो नयाँ ब्लगमा आइसकेको छौँ। आज चाहिँ हामी दाउरा लिनु गएको पर है। बाटो यस्तो छ यस्तो हरियाल छ गाइस। हामी चाहिँ यत्रो गएको क्या सङ्ख्या दिनु नफाल्नु। पछाडि यस्तो सँगसँगै गएको हामी चाहिँ। म चाहिँ धरानबाट गाउँ झरेको हिजो झरेको है। एक दिन बस्छु फेरि धरान जानुपर्ने हुन्छ है। अलैँची सबैलाई नयाँ हुनुहुन्छ लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु होला गाइज। यस्तो छ क्या माथि गाउँ यस्तो गाउँ छ क्या। यो चाहिँ ताप्लेजुङको धामपाङ भन्ने ठाउँमा हो क्या। हामी चाहिँ मेरो भाइ है यो चाहिँ। यता मम्मीहरू आउँदैछ, म चाहिँ यता छु। यस्तै छ हाम्रो धामपाङ गाउँ चाहिँ है। कस्तो लाग्यो भयो कमेन्ट गरिदिनु होला। त मैले के देखेँ उता हेर्नु त काब्रा पो रहेछ। काब्रा रहेछ है, टिपेर खानु पर्यो। यो चाहिँ कति अमिलो हुन्छ क्या, यो खानुभएको होला तपाईँहरूले। यसको चुप पनि हुन्छ क्या फेरि यो चाहिँ के हो फेरि यस्तो हुन्छ गाइस। काब्रा होइन यो, यो चाहिँ अमिलो हुन्छ कि यो चाहिँ अमिलो हुन्छ कि चुप्पै चुप लाग्यो। हाम्रो चाहिँ अब रोड आयो क्या, रोड आइपुग्यो। एकपल्ट गएर भेट्छु जङ्गलहरू यस्तै छ होला। हाम्रो गाउँमा पनि यस्तो सिमेन्टहरूको प्रयोग हुन्छ क्या। घर नबनाए पनि के बनाएको रहेछ चौतारा हो कि यो। ल यो त पोखरी पो रहेछ क्या। यस्तो रहेछ पोखरी रहेछ तर सुकिरहेको रहेछ। हाम्रो सेनाहरू चाहिँ यता आउँदैछ है। गाइस मैले डोको पनि पुगिसकेँ। अब जङ्गलतिर लाग्दिएको। यता जङ्गल यता पस्नु पर्ने हामी। एक भाइ दरा बोकेर आउनु पर्यो। अनि मासु भाइ दरा बोकेर आउनु पर्यो। अनि मासु भात दिँदैन दरा। यो तपाईँ लाग्थ्यो यो दरा उडाइदिनु पर्ला जस्तो छ। अर्काको गाई जबरा त फाला फाल्छ नि यत्रो चिलाउनेको। बाँसहरू यो गाउँ हो क्या, जे पनि सबै छ। ल खर्सानीको बोट पनि रहेछ त फेरि। ल
यहाँ भड्डियो यहाँ अलैँची सुकाउने ठाउँमा क्या अलैँची सुकाउने टमाटरहरू सबै रहेछ यो दाउराको ट्याप लाग्दिउँ भड्डी रहेछ सुत्न नि मिल्छ के छ पल्लोपट्टि गएपछि यतापट्टि चाहिँ रहेछ नि त यो दाउराको छेउबाट उफार गएको थियो अघि भर्खर चाहिँ म उठेर गएको थिएँ अहिले माथि उकालो गाइस ल गाउँमा चाहिँ छुट्टै मजा आउँछ क्या गाइस दाउरा लिनु जानु पाइन्छ त्यो कालीझार पनि फुलेछ है आउँछु ओइ साह्रो छ यार गाइस उकालो त्यस्तै चढ्नुपर्छ ओइ हेर्नु त गाइस कत्रो उकालो चढेर है अम्बो सर पारा टक्क थियो नि गिद्दियो पपी के गरेको यसले अब हामी माछा झिक्न आँटेको है पोखरीबाट त दोकान गएको के किन्नु कोक ल्याएर आइज न भाइ माछासँग खानुपर्छ गाइस अब माछा झिक्न आँटेको यहाँ खुब पानी तार्नुपर्छ गाइस यहाँबाट अब माछा झिक्यो कोदालो कता छ अरे ल यो फुट पकडी उता पल्लोबाट यहाँबाट खन्दा ए मिस्टेक भएछ गाइस अलिक पल्लोपट्टि पो रहेछ खन्नु माछा हेर्नु गाइस कत्रो छ खै गाइस अन्डा पो छ भन्छ त गाइस माछाको नि अन्डा हुन्छ गाइस कमेन्टमा भन्नु होला है मलाई यहाँदेखि अब खनेर यो पानी झिक्नु पर्यो ल समात पाडे चाहिँ पोखरीभित्र आइसकेकोमै यहाँबाट पानी खोलिसकेको छौँ पानी जाँदैछ ठक्क ठक्क यहाँ माछा पर्छ कि भनेर थापिदिएको हामी चाहिँ पार्ने यति क्या नगर जो बिस्तारै फाल्न यहाँ माछा पऱ्यो कि हेरौँ गाइस परिरहेको छ यहाँ बच्चा गाइस माछा चाहिँ कुद्यो यहाँ मेरो हातबाट हेरौँ न गाइस कति छ
अलिक ठुलो ठुलो भयो जस्तो छ गाइस यसो गरेर माछा पार्नुपर्छ गाइस नत्र पर्नै पर्दैन त यताबाट पानी आउँदैछ गाइस माछा एकचोटि थाम छ आइट माछा भाग्यो 8 गाइस अब एकछिन माछा झिकिसकेपछि भेट्छु गाइस फोन भएर बिछारा के भयो रे तल जाँदा एकचोटि तल जाँदा त्यो मरेको होला अब त माछा उठेन भन्छ माछा पक्रेको धेर पक्रेन सबै बच्चा मात्रै रहेछ ठुलो त कहाँ पक्रिनु नसकेर एउटा पक्रेको डर फाल्छ क्या गयो गाइस हल्लिँदै गयो है मैले नै केही त काम गर्छु क्या राम्रो यसले पछार्दैछ पर्छ ल माछा खै आएको यहीँ रहेछ यहाँ त 4वटा छ त है यहाँ छ एउटा अघि म जान्छु कि गाइस एउटा माछा अब यसलाई खौरिनुपर्छ क्या यस्तै चिल्लो बनाउनुपर्छ कि यो यसको काँडा छ यसको सबै हटाउनुपर्छ क्या यस्तो यहाँ एउटाको त्यो हटाइसक्यो मैले भर्खर गरेको ल गाइस अब भाडा गइसकेपछि भेट्छु यति 3-4वटा मात्रै झिकेको ल मेरो भाइ छ झन्डा खुकुरी प्रार भयो यता मम्मी देखा न यिनीहरूले त गाइस अब आजको लागि यति भयो भात साथै खाएको अर्का झन्डै मरेर दामी चाहिँ दामी भएको थियो सबै बाजेहरू हुनुहुन्छ बाजे त माछा खाइसक्नु भने कि बाजे खाने बाजे सबै भात नखानु भन्दो रहेछ फेरि तर खरिया र तेल धेरै लाग्छ कस्तो हुन्छ बाजे माछा होटलमा काम गर्ने मान्छे राम्रो छ बाजेको ओर्ने ल्याइदिनु पर्यो बाजे रेडियो सुन्दै सुत्नुहुने बाजे बाजे राति चाहिँ कहीँ नजाने बाजे तपाईँ यहाँ हुनुहुन्छ भनेर म उहाँ सुतिरहेको हुन्छ लाइटरमै यहीँ छ नि त आज ल्याइदिन्छु बाजे ल आजको लागि यति ब्लग है गाइस लाइक सब्सक्राइब गरिदिनु होला